कस्तोपट्टि पो हेलो गाइज वेलकम छ फेरि पनि मेरो नयाँ भ्लगमा। म चाहिँ भर्खर उठ्दैछु। कति बज्यो अहिले? 2 बजे छ। म चाहिँ भर्खर उठेको। आमामा ढाँडहरू पनि दुखेर मर्नै लाग्यो। ढाँडहरू दुखिरहेछ है भर्खर उठेकोमा चाहिँ। अनि अब मुखसुख धोएर ब्रस गरेर हल्का 1-2 वटा काम हान्नुपर्छ। काम गर्नुपर्ने छ। अघि भाउजूले भनिराख्नु भएको छ गाइज है। म ब्रस गर्छु फेरि अहिले फोन गर्छ होला। फोन झऱ्यो भने त बित्दै हुन्छ त हो। अनि मैले फेरि ब्रस 1 मिनट काट्दा हो डेली। 1 मिनट के छ भाउजू? हजुर बाख्रा ब्यायो कहाँ? हाम्रो बाख्रा ब्याएको कहिले हो कि? ओहो अले म घरि बोलाउनु नि सुतिरहेको थिएँ होला। अब गाइड बाख्रा ब्याएछ। बाख्रा जन्मेछ कि ब्याएछ पो भन्छ बाख्रा त। बाख्रा ब्याएछ। अब बाख्रा हेर्नु पनि लान्छु ल तपाईँलाई। ओहो मार्ने भयो घरमै बसेर थाहा हुँदैन यार। भाउजू खेताला जानु भएको छ होइन? एउटा मात्र भ्यायो? ए 2टा भ्यायो? हुन्छ। कस्तो ढुक्क अनि यार थाहा पनि थिएन यार मलाई त। खोर चाहिँ तल रोड तल छ अनि थाहा पनि हुँदैन। देखिदिनु भयो भाउजू? निकालिदिनु भयो? हेर्नु जाऊँ न यार। खुट्टा नि चाहिँ गोल खेल्दा गएको छ यार गाइज। ल यहाँ छ बाख्राको खोर चाहिँ होइन। हेरौँ न अब कस्तो जन्माएको छ, कस्तो भयो, के जन्माएको छ हेर्नु पर्यो। कहाँ छ? यहाँ रहेछ भाउजूको बाख्रा हो यो चाहिँ। बाख्रा जन्माइस् ओइ? के हो नाम पनि थाहा छैन। यहाँ अर्को छ। यो चाहिँ ओभर मृगभन्दा चङ्खो छ है गाइज। यो चाहिँ मृगभन्दा मिठो हुन्छ होला खाँदाखेरि। लास्टै चङ्खो छ यार। के गर्नु अब खोले पकाएर दिनु होला नि। खोले पकाउन अब पकाइहाल्छु म। यहाँ छ खोले पकाउने। अब खोले पकाएर दिने हो बाख्रालाई होइन। अनि त्यस पछाडि 1-2टा काम छ। अन्त सक्यो काम पनि। अघि भाउजूले भनिराख्नु भएको छ अब त्योहरू गर्छु। अनि यत्तिकै घरमा बस्दा होइन गाइस। आजभोलि चाहिँ म नि हल्का दामी कामहरू हान्न थालेको छु। यहाँ चाहिँ अब खोले पकाउने ठाउँ चाहिँ यो चारो काट्नुपर्ने छ गाइज। अब अघि भाउजूले भनिराख्नु भएको थियो सुँगुरको चारो। तिम्रो मेरो साइनो के हो बरपिपललाई सोध, बरपिपललाई सोध। तिमी सोधै जाउन माया जिन्दगी बिसौदे। चरीको घर गुडैमा भए हो, बगैँचामा फुला। तिम्रो घर बनाऊ कि हजुर? चारो पनि काटिसक्यो है गाइज। अब मेरो काम 2टा सक्यो। एउटा सक्यो। मेरो एउटा काम सकिसक्यो। या फुपू के पिन्न आएको? मकै पिन्न आएको? खै म 1-2 चोटि घुमाउँछु। लु हालिदिनु त। कस्तोपट्टि पो? लु हालिदिनु। ल के को लागि पिन्न आएको हो? फोन
ल हाम्रो गाउँतिर चाहिँ जाँतोहरू अझै पनि चलाइन्छ है। हामी चाहिँ एकछिन हानेको लास्टै गलेर साह्रै गलिँदो रहेछ। दाजु कहाँदेखि हौ? खोलादेखि? ए अब यहाँ मेरो थोरै काम छ, यो एक दुईवटा धन्दा गरिदिइराख्नु पऱ्यो भाउजूलाई, भरे सजिलो हुन्छ होइन। अब यो धन्दाहरू गरिराख्छु अनि त्यस पछाडि चाहिँ म पनि डुल्न निस्किन्छु। अब यहाँ छ धन्दा चाहिँ होइन, यो राख्ने ठाउँ छैन। अनि गाइज है अब चाहिँ सबै टोटली सब काम सकिदिएँ मैले घरको होइन। हल्का फुल्का अब भाउजूलाई सजिलो होस् भनेर अलिअलि कामहरू घरको गरिदिएँ। अनि अब चाहिँ म माथि चोक जान्छु है। चोकमा त्यस्तै 1-1.5 लाख जतिको 3 ताले कान्छी खाएको छौँ हामीले होइन। कहिलेकाहीँ यसो रमाइलोमा खाएको छौँ। अब त्यसको बाँकी खाएको छौँ, त्यो बाँकी तिर्न जानु लागेको। अब धेरै पनि खाइँदैन, त्यो 1-1.5 लाखको खाइन्छ कहिलेकाहीँ है। अनि कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला। मेरो भ्लग कस्तो लाग्दैछ त्यो पनि कमेन्ट गरिदिनु होला। अनि मेरो दिनहरू चाहिँ यसरी बितिरहेछ है। आजभोलि केही काम पनि छैन, अब यसो भिडियो बनायो, बस्यो, हल्का कामसाम गऱ्यो है, यसरी बितिरहेछ। अनि तपाईँहरूको कसरी बितिरहेछ त्यो पनि कमेन्ट गर्नु होला। र साथसाथै अब आजको भिडियो यति नै भन्दै म यहाँदेखि बिदा लिन चाहन्छु तपाईँहरूबाट है। अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। र कस्तो लाग्दैछ भिडियो त्यो पनि कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो भने है, अब मान्छे त राम्रै छु है, भिडियो राम्रो लाग्यो भने यसो अरूलाई पनि, साथीभाइलाई पनि सेयर हानिदिनु होला है त।